16 दिनकी सुत्केरी भाउजूको आफ्नै देवरले हत्या गरेको छ। यो घटना असार 6 गते बिहान 5 बजे भएको घटना हो। देवरले आफ्नो भाउजूको हत्या गरेको हुन्छ। हत्या गरिसकेपछि लगाएको गरगहना तथा लिएर फरार हुन्छ। फरार पनि यस्तो फरार हुन्छ कि घटनाको छानबिन गर्दा उहाँ नेपाली प्रहरी आइपुग्दा उहाँको देवर आफू बिरामी भएको जस्तो नाटक गर्छ, जस्तै कि मैले केही गरेकै छैन। पुलिसले आएर छानबिन गर्दा उहाँको देवर बिरामी भएको नाटक गरिरहेको हुन्छ। यस्तो एक पटक होइन 3-4 पटक गरिरहेको बेला शंका त्यसमाथि नै जान्छ र लास्टमा त्यसले नै कबुल गरिहाल्छ, मैले मारेकै हो। यो घटना जिल्ला कैलाली गौरी गंगा नगरपालिका वडा नम्बर 7 कैलाशपुर बस्ने लक्ष्मण नाथको श्रीमती तुलसी नाथको हत्या भएको हुन्छ, जो 16 दिनकी सुत्केरी हुन्छन्।